सम्पूर्ण साथीहरुमा नमस्कार। आजको भिडियो चाहिँ एकदम महत्त्वपूर्ण रहेको छ। आजको भिडियो केको विषयमा छ भनेर तपाईले मेरो टाइटल अथवा थम्बनेल पनि थाहा पाइसक्नु भएको छ। आजको विषयवस्तु चाहिँ तपाईको मोबाइलमा दुईटा WhatsApp चाहिँ कसरी चलाउन सकिन्छ भनेर मैले तपाईलाई सिकाउन गइरहेको छु। यदि सिक्न चाहनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेरिदिनु होला। सबैभन्दा पहिले चाहिँ तपाईले इमेल खोलेको हुनुपर्छ। इमेल खोलेर चाहिँ तपाईले WhatsApp डाउनलोड गर्नुपर्ने हुन्छ। यहाँनेर प्ले स्टोर भन्ने खोज्नु होला। तपाईको कहाँनेर छ? मेरो चाहिँ यहाँनेर छ प्ले स्टोर भन्ने, यसमा चाहिँ क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि यहाँनेर सर्च बार छ। यस सर्च गर्ने ठाउँमा चाहिँ WhatsApp भनेर हान्नु होला। WhatsApp भनेर सर्च गर्नु होला। WhatsApp सर्च गर्ने बित्तिकै तपाईको यहाँनेर एउटा WhatsApp देखाएको छ, यसलाई चाहिँ इन्स्टल गर्नु होला। त्यसपछि यो डाउनलोड हुँदै गर्छ। त्यतिबेलासम्म अर्को WhatsApp चाहिँ WhatsApp बिजनेस भनेर हान्नु होला। WhatsApp बिजनेस भनेर हान्नु भने त्यसलाई इन्स्टल गर्नु होला। यहाँनेर WhatsApp बिजनेस पनि देखाइसकेको छ। मैले चाहिँ इन्स्टल गर्न गइरहेको छु। यसलाई सिम्पली ब्याक गर्नु होला। यो आउँदैछ, बाहिर आउँछ। हेर्नुस् यहाँनेर दुईटा WhatsApp डाउनलोड हुँदैछ। तपाईको नेटको अनुसार तपाईको नेट फास्ट छ भने एकैछिनमा पनि आउन सक्छ र नेट स्लो छ भने एकछिन टाइम लाग्न सक्छ। यसलाई एकछिन पर्खनु होला। आइसकेको छ। सबैभन्दा पहिले चाहिँ यो WhatsAppमा क्लिक गर्नु होला। त्यसपछि तपाईको एउटा नम्बर, दुईटा WhatsAppको लागि चाहिँ दुईटा नम्बर अनिवार्य हुनुपर्छ। तपाईले दुईटा नम्बर फरकमा एउटै मोबाइलमा दुईटा WhatsApp दुईटा आइडी चलाउन सक्नुहुन्छ। त्यही भएर तपाईले दुईटा नम्बर चाहिँ रेडी गरेर राख्नु होला। उही मोबाइलमा भए पनि हुन्छ अथवा अर्को मोबाइलमा भए पनि हुन्छ। यहाँनेर चाहिँ भाषा छनौट गर्न भनेको छ। मैले चाहिँ इंग्लिश छनौट गरेँ। यहाँ तल हरियो बटनमा दबाउनु होला र यहाँनेर एग्री एन्ड कन्टिन्यूमा क्लिक गर्नु होला। त्यसपछि यहाँनेर मैले चाहिँ सो गर्न मिल्दैन। यो पुरानै पहिला खोलेको नम्बरमा खोल्ने हो कि नयाँ नम्बरमा भनेको छ। यहाँनेर चाहिँ इन्टर डिफरेन्ट नम्बरमा क्लिक गर्नु होला। मैले चाहिँ अर्को नम्बर खोल्न जाए भएर र यहाँनेर मैले चाहिँ मेरो नम्बर हाइड गरेको छु। तपाईले आफ्नो कन्ट्री यहाँनेर नेपालबाट खोल्दै हुनुहुन्छ भने नेपालको नम्बर छ भने नेपाल सिलेक्ट गरेर यहाँनेर आफ्नो नेपालको नम्बर हान्नु होला। मैले मेरो नम्बर हाने। र यहाँनेर सिम्पली नम्बर हानेर तल नेक्स्टमा क्लिक गरिदिनु होला। र यो तपाईले ख्याल गर्ने कुरा चाहिँ तपाई कुन देशमा हुनुहुन्छ, कुन देशको नम्बर हो, त्यही अनुसार तपाईले कन्ट्री राख्नुहुन्छ। साउदी मलेसियामा हुनुहुन्छ भने मलेसिया, साउदीमा हुनुहुन्छ भने साउदी, नेपालमा हुनुहुन्छ नेपाल गरेर गर्नु होला। र यहाँनेर यो कन्फर्मको चित्र आइसकेको छ। म कन्फर्म गर्न गइरहेको छु। तपाईले यहाँनेर कन्टिन्यूमा क्लिक गर्नु होला। यहाँनेर यसलाई गरिदिनु होला र यहाँनेर तपाईको नाम राख्नुस् भनेको छ। तपाईले कुनै पनि त्यो आइडीमा राख्न चाहेको नाम हान्नु होला। मैले चाहिँ सबिन पौडेल राखेँ। त्यसपछि यहाँनेर नेक्स्टमा क्लिक गरिदिनु होला र यहाँनेर फोटो पनि राख्न सक्नुहुन्छ प्लसको आइकनमा क्लिक गरेर। मैले चाहिँ अहिले यसलाई क्यान्सल गरेँ। मैले चाहिँ यहाँनेर स्किप क्लिक गरेँ। तपाईले पनि स्किप गर्नु होला। यहाँनेर एड इमेल भनेको छ। तपाईले इमेल पनि राख्न सक्नुहुन्छ। मैले चाहिँ अहिले स्किप गरेँ। यसलाई तपाईले सिकाउन छिटो हुन्छ भनेर। तपाईले खोलिसकेपछि पनि तपाईले यो सेटिङ गरेर मिलाउन सकिन्छ। यहाँनेर चाहिँ मेरो WhatsApp खोलिसकेको छ। सेन्ड मेसेज भनेको छ। यहाँनेर चाहिँ मैले कुनै पनि मेरो साथीहरुलाई मैले मेसेज पठाउन सक्छु। अहिले हेरेर मेरो एउटा आइडी छनौट गरेर मैले हाई लेखेँ। यसरी चाहिँ तपाईले यो एउटा WhatsApp चाहिँ खोलिसक्यो। यसरी तपाईले युज गर्न सक्नुहुन्छ। र यहाँनेर अर्को WhatsApp बिजनेस भनेर देखाइरहेको छ। यो WhatsApp बिजनेसमा चाहिँ मैले खोल्न गइरहेको छु। यसमा क्लिक गरिदिनु होला। प्रोसेस सेम रहनेछ। यहाँनेर तल एग्री एन्ड कन्टिन्यूमा क्लिक गरिदिनु होला। त्यसपछि यहाँनेर पहिलाको जस्तै तपाईले यही नम्बर युज गर्न चाहनुहुन्छ कि अर्को नम्बर युज गर्न चाहनुहुन्छ भनेर अप्सन देखाएको छ। मैले चाहिँ अर्को नम्बर भनेर यहाँनेर क्लिक गरेँ। त्यसपछि पहिलाको जस्तै तपाईले यहाँनेर कन्ट्री नेपाल हानेर तपाईले नेपालबाट गराउँदै हुनुहुन्छ भने नेपाल अथवा कुनै पनि कन्ट्री तपाईको जुन कन्ट्रीको नम्बर छ त्यही कन्ट्रीलाई चुज गरिदिनु होला र यहाँनेर आफ्नो नम्बर हान्दिनु होला। आफ्नो नम्बर हानिसकेपछि यहाँनेर सिम्पली नेक्स्टमा क्लिक गर्नु होला। राख भनेको छ। तपाईले बिचमा नाम भनेको छ। आफ्नो नाम पनि राख्न सक्नुहुन्छ, केही फरक पर्दैन। यहाँ एउटा नाम राखिदिनु होला। त्यसपछि यहाँनेर बिजनेस केको लागि हो भनेर आछ। तपाईले कुनै पनि एउटा तपाईले छान्न सक्नुहुन्छ, केही फरक पर्दैन। यहाँनेर नेक्स्ट सिम्पली क्लिक गरिदिनु होला। यहाँनेर अलवेज ओपन पनि गराउन सकिन्छ। कतिबेदेखि कतिबेसम्म टाइम खुल्छ भनेको छ। यहाँनेर अलवेज ओपन पनि गरिदिन सक्नुहुन्छ, केही फरक पर्दैन। यो चाहिँ कुन दिन कति बजेदेखि कति बजे खुल्ने भनेर यो अप्सन हो। केही फरक पर्दैन। सिम्पली नेक्स्ट गरिदिनु होला। यो बिजनेस एकाउन्ट हो। यहाँनेर आफ्नो फोटो राख्न सक्नुहुन्छ र यहाँनेर फोटो नराखे पनि नेक्स्ट गर्न सक्नुहुन्छ। र यहाँनेर माथि स्किप रहेको छ। यो स्किपमा क्लिक गर्नु होला। अनि एड्रेस र रिजन भने आफ्नो ठाउँको एड्रेस राख्न सक्नुहुन्छ, कन्ट्री राख्न सक्नुहुन्छ। यो केही फरक पर्दैन। स्किप गरिदिनु होला। तपाईले आफ्नो केही आफ्नो मनमा लागेको कुराहरू डिस्क्रिप्सन लेख्न चाहनुहुन्छ भने यहाँले लेख्न सक्नुहुन्छ, नत्र यो स्किप गरिदिनु होला। यहाँनेर एकचोटि नम्बर फेरि आउनु भनिरहेको छ। तपाईले आफ्नो नम्बर हान्नु होला। अहिले जो WhatsApp खोलिरहनु भएको थियो त्यो। यहाँनेर कन्टिन्यूमा क्लिक गरिदिनु होला। तपाईले दुईटा नम्बर फरकमा खोल्नुपर्ने हुन्छ। एउटै नम्बरमा दुईटा WhatsApp खुल्दैन। एउटै नम्बरमा खोल्न खोज्नु भने उता WhatsApp फेरि बन्द भएर यता आउने हो, उता बन्द भएर यता आउँछ। के फरक पर्दैन। तर तपाईले दुईटा आइडी चलाउन चाहनुहुन्छ भने दुईटा नम्बरबाट चाहिँ चलाउनु पर्ने हुन्छ। सिम्पली यहाँनिर खुलिसकेपछि यो चाहिँ डनमा क्लिक गर्नु होला अथवा नट नाउमा क्लिक गर्नु होला, केही फरक पर्दैन।
नट नाउ क्लिक गर्नु केही फरक पर्दैन। यहाँनिर चाहिँ मेरो WhatsApp खुलिसकेको छ। जस्ट सिम्पली तपाईँले नयाँ साथीहरूलाई यहाँनिर प्लसको आइकनमा क्लिक गरेर आफ्नो मोबाइलमा भएको नम्बरहरू कसैलाई पनि यहाँनिरबाट फोन गर्न सक्नुहुन्छ। मैले तपाईँलाई यो दुईटै फरक नम्बरबाट खोलेर सिकाइसकेको छु। त्यस्तै तपाईँले एउटा WhatsAppको लागि एउटा नम्बर र अर्को WhatsAppको लागि अर्को नम्बर युज गरेर तपाईँले WhatsApp र WhatsApp बिजनेस चाहिँ तपाईँले दुईटै चलाउन सक्नुहुन्छ। भिडियो जानकारी मेरो लाग्यो भने तपाईँले मेरो भिडियोलाई लाइक गरिदिनु होला र सेयर सब्सक्राइब गरिदिनु होला भन्दै अर्को एकदम महत्त्वपूर्ण भिडियो ल्याउने बाचा गर्दै बिदा हुन चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।